दुःख लाग्यो नि, रुन मन लाग्यो। अलिअलि त जानिदो रहेछ, त्यस्तामा पनि सबै रुन्थे, रुनु पर्ने रहेछ क्यारे जस्तो लाग्यो। अनि अब सबैले बाँधे बोकेर हिँड्दा अब कहाँ लगेको होला मेरो बाबु जस्तो लाग्यो, दुःख लाग्यो। पछि पनि लाग्नुभयो? लाग्यो, धुमधाम दुःख लाग्यो। पछिसम्म पनि अलि परसम्म पनि गएँ। अनि बाबुले साह्रै प्यारो गर्नुहुन्थ्यो सानोमा। अनि अब मलाई कसले बोक्छ जस्तो भयो। त्यसरी गएकै हो लगेकै हो जस्तो पनि लागेन। फेरि भोलि आएर पनि बोक्नुहुन्छ कि जस्तो पनि लाग्यो। त्यस्तो लाग्यो है? लाग्यो। अनि त्यो बालापनमा के गर्नुहुन्थ्यो त अरू कामहरू? अब काम धन्दा त अघिको समय हो, गाउँ ब्यासी गर्नु पर्थ्यो, दुःखको समय भयो, दुःखी चलन भयो। अनि टाढा खेती थियो, दाजुहरू पनि अलि बालखै हुनुहुन्थ्यो, ब्यासीमा जानु पर्थ्यो चामल बोकेर दाजुहरूलाई। अनि खाना यसो आफूले बनाएर दिन मिल्दैन थियो बिहे नगरिकन, दाजुहरू पकाउनुहुन्थ्यो अनि मलाई पनि दिनुहुन्थ्यो, अनि खान्थ्यौँ। अनि अब आमाले नि त्यतिखेर अध्ययन चाहिँ गर्न पाउनुभयो कि भएन? पाइन, मैले भन्ने मैले चिनेको छैन बाबु, मैले चिनिनँ। अनि पढ्छु भनेर त्यो रहर लागेन त्यतिखेर? लागेन, लागेर पनि पुगेन। अब अलि ठुलो भएपछि बिहे गरेर पठाइदिनु भयो, पढ्ने मौका आउँदै थियो होला नि। कति वर्षको हुनुहुन्थ्यो बिहे गर्दा? 13 वर्षको थिएँ बिहे गर्दा। 13 वर्षको त बालकै उमेर हो नि। अनि जोसँग बिहे गर्नुभयो उहाँको उमेर चाहिँ? उहाँको उमेर 16 वर्षको थियो। 16 वर्ष र 13 वर्षको। हजुर। अनि जितपुर र यता सिद्धिथुम्काको दूरी चाहिँ कति टाढा? 2 घन्टा। 2 घन्टाको बाटो। अनि डोलीमा चढेर जानुभयो कि? मलाई डोलीमै ल्याएको हो, बेहुली बनाएर घरमा। हजुर। अनि त्यो बिहे भनेको तपाईँलाई कस्तो लाग्थ्यो त? बिहे भनेको त्यतिखेर बिहे भनेको के हो के नि, अब केटाकेटी उमेरको अब बिहे गर्नुपर्छ भने बिहे गरेर पठाइदिए, बिहे रहेछ। अब घर आइसी पनि त्यति सुखी परिवार थिएन, आफ्नो घर थिएन, गोठालो बस्नुभएको रहेछ, आफ्ना काका बाबुको भान्सा घर दिएको रहेछ, त्यहीँ बसेर बिहे गरेको। अर्की सानीमा सासू सौतेने सासू हुनुहुन्थ्यो, सासूले बिहे गरेर गरिदिएर भित्र हुल्दिनु भयो त्यही काका ससुराका घरमा। अनि अब बिहे गरेर 1 वर्ष श्रीमान बस्नुभयो, म पनि यसो आउँदै जाँदै गरेँ। अनि त्यहाँदेखि लु म त नबस्ने घर भनेर भागेर हिँड्नुभयो उता इन्डिया। अनि